यो शेयर बजार पनि के हो कहिले वार्रै बढ्या छ कहिले वात्तै घट्या छ म त तनावै भइसक्यो भने लौ किन के भयो अस्ति बजारमा फाइनान्सको शेयर बढ्छ भन्ने हल्ला सुनेर फाइनान्सको 800 रुपैयाँमा किनिहाले 10-15 दिनमै 1500 पुग्छ भन्ने हल्ला थियो अहिले घटेर तनाव भयो नि मैले पनि हेर्नुस् मुना म्याम तपाईलाई जस्तै साथीहरुले हाइड्रोमा हाल 10-12 दिनपछि खत्रै हुन्छ ए भनेर 220 मा हालियो अहिले स्थिति हेर्दा फेरि 200 तिर छैन न बेच्न मिल्छ न तपाईलाई जस्तै जुन समस्या छ त्यस्तै भएको छ दिक्कत छु म त त्यही भएर मलाई यो शेयर बजारमा केही इन्ट्रेस्टै छैन यसमा लगानी गर्ने मान्छेहरु सधैँ म ठुस्स नै देख्छु देख्नु भयो नि हैन अहिले सुन्नु पनि भयो होला तपाईले यो भिडियो र यो भिडियोबाट तपाईले अलिकति के न के चाहिँ मनन पनि गर्नुभयो होला हो नेपाली शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा आम लगानीकर्ताहरुमा हुने प्रमुख समस्या नै यही हो मार्केटमा क्राउड साइकोलोजी भन्छ यसलाई मासले के गरेको छ कुन स्टकमा चुज गरेको छ कुन स्टकमा लगानी गरेको छ इन्स्टिट्युसनल इन्भेस्टरहरूले बिग इन्भेस्टरहरूले कुन स्टकमा लगानी गरेको छ यही सुनेकै भरमा अंकलले भनेको भरमा दाइले भनेको भरमा छिमेकीले भनेको भरमा ब्रोकरले भनेको भरमा लहेमा भन्छ के होला हामी यसैको आधारमा आफ्नो इन्डिपेन्डेन्ट एनालाइसिस र आफ्नो इन्डिपेन्डेन्ट डिसिजनलाई प्रयोग नगरिकन यही साइकोलोजी अथवा यही मासको यही ट्रेन्डकै भरमा स्टकमा लगानी गर्ने यो डिसिजन प्रोसेसलाई हामी बिहेभियरल फाइनान्समा हर्ड मेन्टालिटी बायस भन्छौँ अर्थात् यसलाई हर्ड बिहेभियर भन्छौँ हो तपाईँ हामीमा अथवा तपाईँ अथवा ममा पनि हुने एउटा समस्या यो पनि हो अब यो बायस भएको लगानीकर्ताहरूले बेसिकली आफ्नो स्वतन्त्र अथवा आफ्नो इन्डिपेन्डेन्ट एनालाइसिस नगरिकन तपाईँ फन्डामेन्टल होला टेक्निकल होला अथवा केही त ट्रेन्ड पनि हेर्नुपर्छ तर कसैले कुनै पनि स्टक किन्दैछ भने किन किन्दैछ भन्ने कुरा आफ्नो सेल्फ एनालाइसिस चाहिँ पटक्कै नगरिकन कलेक्टिभ पिपुलले गरेको डिसिजनकै आधारमा एउटाले किन्यो दोस्रोले किन्यो पल्लोले किन्यो वल्लोले किन्यो भन्दा भन्दै तपाईले पनि त्यही लयमा किन्ने जुन प्रोसेस छ यसलाई हामी हर्ड मेन्टालिटी बायसको रूपमा डिफाइन गर्छौँ यस्तो हर्ड मेन्टालिटी बायस भएको इन्भेस्टरले प्राय गरेर इरेसनल वेमा उनीहरूले डिसिजन गर्छ आफ्नो स्टक सेलेक्सन गर्दाखेरि स्टक मार्केटमा लगानी गर्ने बेलामा निर्णय लिने बेलामा इरेसनली डिसिजन गर्छ जाँड रक्सी चुरोट खानुहुन्न चुरोट खायो जाँड खायो भने क्यान्सर हुन्छ भनेर तपाईलाई पनि थाहा छ मलाई पनि थाहा छ तर भइदिन्छ के छ भन्दाखेरि मौसमले च्यालेन्ज गर्यो भन्छ मौसमले च्यालेन्ज गरेको भरमा उसले जाँड रक्सी खाइदिन्छ भोलिपल्ट टाउको दुख्छ टेन्सन हुन्छ अनि दोष कसलाई दिन्छ थाहा छ मौसमलाई अब म कहिले पनि जाँड रक्सी चुरोट खान्न है भन्छ फेरि 2 महिना पछाडि 3 महिना पछाडि फेरि खान्छ र भन्छ के हो थाहा छ म हिजो खान्न भनेकै थिएँ साथीको बर्थडे पर्यो भन्छ साथीले कर गर्यो भन्छ फेरि दोष कसलाई दिन्छ साथीलाई यसरी अरूलाई दोष दिँदा दिँदै हामी सिधिसकेका हुन्छ हो स्टक मार्केटमा पनि हुने यही हो जब तपाईँ डिसिजन गर्नुहुन्छ तपाईँ कहिले पनि आफ्नो इन्डिपेन्डेन्ट एनालाइसिस नगरिकन तपाईँ डिसिजन गर्नुहुन्छ इन्डिपेन्डेन्ट एनालाइसिस गरेर अथवा इन्डिपेन्डेन्टली एनालाइसिस गर्नको लागि त हामीसँग धेरै टुल्स छ नि एउटा कुरा के बुझ्नुहोस् भन्दाखेरि पढेर गाई पाल्नु र नपढेकन गाई पाल्नुमा आकाश जमिन फरक छ पढेर बुझेर लगानी गर्दाखेरि पनि कहिलेकाहीँ घाटा खाइन्छ तर के भनिन्छ भन्दाखेरि पढे लेखेको मान्छेले बोल्ने कुरा के हो थाहा छ लस क्यान बी म्यानेज घाटालाई पनि व्यवस्थापन गर्न सकिन्छ हो हर्ड मेन्टालिटी बायस भएको इन्भेस्टर्सको एउटा समस्या भनेको यो हो अब यस्तो हर्ड मेन्टालिटी बायस भएको इन्भेस्टरहरूले गर्छ के त कुन सिम्पटम्सबाट यो इन्भेस्टरमा हर्ड मेन्टालिटी बायस छ भन्ने कुरा जान्न सकिन्छ त भन्दाखेरि पहिलो नम्बर 1 मा हर्ड मेन्टालिटी बायस भएको इन्भेस्टरले गर्छ के त भन्दाखेरि ट्रेन्ड फलो भन्छ के मार्केटमा के ट्रेन्ड गर्दैछ ए यसपल्ट हाई फाइनान्सको लड छ अरे भनेर चाहिँ आँखा चिम्लेर फाइनान्समा लगानी गर्छ ए अहिले त हाइड्रो अरे भन्छ तर हाइड्रोको लहर हुन सक्छ फाइनान्सको लहर हुन सक्छ बैंकको लहर हुन सक्छ तर विदाउट एनी लजिक कारण त हुनु पर्यो नि त कारण त बुझ्नु पर्यो नि त कारण त आइडेन्टिफाई गर्नु पर्यो नि त तर आइडेन्टिफाई नै नगरिकन आँखा चिम्लेर कागले कान लग्यो भनेको छ कागको पछाडि दौडिने जुन सिस्टम छ यसलाई चाहिँ ट्रेन्ड फलोअर भन्छ दोस्रो के हुन्छ भन्दाखेरि यो हर्ड मेन्टालिटी बायस भएको इन्भेस्टरमा फोमो हुन्छ के फियर आउट अफ मिसिङ भन्छ अब जब शेयरको बजार बढ्न थाल्छ बढेको देख्छ अब मैले किनिन भने मैले कमाउन सक्ने जुन पोटेन्शियल भएको नाफा छ सम्भावित जुन नाफा छ त्यो सम्भावित नाफा गुम्न पो सक्छ कि भन्ने डरले उसले महँगोमा पनि किन्छ त्यस्तै जब शेयरको प्राइस घटिरहेको हुन्छ
घट्ने क्रममा के हुन्छ त भन्दाखेरि ला मैले त अहिले सेयर बेचिनँ भने अझ मैले घाटा पो खान सक्ने अथवा मलाई हुन सक्ने घाटा अझ पो बढी हुन सक्छ कि भन्ने जुन डर हुन्छ अथवा नाफा र घाटा मिस गर्न सक्ने चान्सेस अथवा मिस गर्न सक्ने डर चाहिँ यस्तो इन्भेस्टरमा बढी हुन्छ। तेस्रो भनेको हर्ड मेन्टालिटी बायस भएको इन्भेस्टरले अलिकति न्युजहरूलाई मार्केटमा अथवा सोसियल मिडियामा आउने न्युजहरूलाई अलिकति बढी उनीहरूले ओभर रियाक्ट गर्छ। अब एउटा कुरा के याद गर्नुहोस्, म तपाईँलाई सानो इक्जाम्पल दिन्छु। हाम्रो सिस्टम कस्तो छ त भन्दाखेरि काङ्ग्रेसको सरकार आयो रे भनेर चाहिँ वार र सेयरको प्राइस बढाएको छ, ताकि यस्तो लाग्छ कि काङ्ग्रेसको सरकार आइसकेपछि भोलि देश नै स्विजरल्यान्ड होला कि जस्तो लाग्छ। कम्युनिस्टको सरकार आयो, एमालेको सरकार आयो भने चाहिँ वार र सेयरको प्राइस घट्छ, ताकि कम्युनिस्टको सरकार आइसके पछाडि दुईवटा घर हुनेको एउटा घर चाहिँ अब सरकारले लिएर जाला कि भन्ने एउटा डर हुन्छ। यो न्युजलाई ओभर रियाक्ट गर्ने, बढी जस्तो ओभर रियाक्ट गरेर लगानी गर्ने इन्भेस्टरको नेचरै हर्ड मेन्टालिटी बायस भएको इन्भेस्टरमा हुन्छ। सानो न्युजको पनि ठुलो प्रभाव यस्तो इन्भेस्टरहरूमा बढी पर्छ। त्यही भएर त नेप्सेमा भोलाटाइल बढी हुन्छ, नेप्सेमा फ्लक्चुएसन बढी हुन्छ। अनि अर्को कुरा चाहिँ नि यो हर्ड मेन्टालिटी बायस भएको इन्भेस्टरहरूमा अलिकति लिभरेज इफेक्ट बढी हुन्छ क्या। अब लिभरेज इफेक्ट भनेको के हो त भन्दाखेरि सानो मात्र कुराको असर यिनीहरूलाई बढी पर्छ। अलिकति मात्र पोजिटिभ भयो भर्रै सेयरको प्राइस बढ्छ, किन भोलि नै रातारात दिन 2 गुणा 4 गुणा अब देशमा के होला जस्तो गरेर दौडेर सेयर किन्न जान्छ। अनि अलिकति मात्र नेगेटिभ न्युज आइदियो भने के हुन्छ भन्दाखेरि छिटो प्यानिक हुन्छ कि ला अब चाहिँ सक्यो म सिद्धे भनेर जतिमा हुन्छ त्यतिमा सेयर बेच्नतिर दौडेर लाग्छ। हो अब यस्तो हर्ड मेन्टालिटी बायसबाट अथवा यस्तो हर्ड मेन्टालिटीलाई मिनिमाइज कसरी गर्ने त, यसको पनि त केही तरिकाहरू होला, केही उपायहरू होला। अब यसको सोलुसन के त, समस्याको समाधान के हुन सक्छ त, यो रोगलाई मिनिमाइज कसरी गर्न सकिन्छ त भन्दाखेरि एउटै विकल्प भनेको केही हदसम्म तपाईँले पनि ऱ्यासनल वेबाट डिसिजन गर्ने बानी गर्नुहोस्, आफ्नो पनि इन्डिपेन्डेन्ट एनालाइसिस गर्नुहोस्। एउटा कुरा के याद गर्नुहोस् भन्दाखेरि डिसिजन मेकिङ गर्ने बेलामा कुनै पनि एउटै टुल्सले मात्र तपाईँको फाइनल डिसिजनलाई सपोर्ट गर्दैन। तपाईँले फन्डामेन्टल पनि हेर्नु पर्यो। फन्डामेन्टल भन्ने बित्तिकै ब्यालेन्स सिट र इन्कम स्टेटमेन्ट मात्र हेर्ने होइन। इन्कम स्टेटमेन्टमा तपाईँको इपिएस मात्र हेर्ने होइन, ब्यालेन्स सिटमा भएको अर्गनाइजेसनको रिजर्भ मात्र हेर्ने होइन, फन्डामेन्टलभित्र पनि धेरै टुल्स एन्ड टेक्निक्सहरू छ। टेक्निकल्स इन्डिकेटरहरूले के इन्डिकेट गरिरहेछ त्यो कुरा पनि हेर्नु पर्यो। हो यो फन्डामेन्टल टेक्निकल हो युज गरेर अब ट्रेन्डहरूलाई पनि हेर्न सकिन्छ, तर त्यो ट्रेन्डलाई तपाईँको फन्डामेन्टल फ्याक्टर र टेक्निकल फ्याक्टरले कतिको सपोर्ट गरिरहेछ। कागले कान लग्यो भन्ने बित्तिकै पहिला कान त छाम्नु पर्यो नि त, हो कान छाम्नुहोस्। हो त्यस्तै क्राउडले के भनेको छ, मासले के भनेको छ, त्यो कुराले यो स्टक चुज गर अथवा यो स्टक किनेको छ भन्ने कुरा हल्ला छ भने किन किनेको छ भन्ने कुरा केही लजिकलाई त आइडेन्टिफाई गर्ने बानी गर्नुहोस्। त्यसपछि यस्तो रोगहरूलाई पनि केही मिनिमाइज गर्न सक्नुभयो भने लसलाई के हदसम्म मिनिमाइज चाहिँ गर्न सकिन्छ। एउटा कुरा के याद गर्नुहोस् भन्दाखेरि नि सेयर बजारमा लगानी गरिसके पछाडि केही सिक्नको लागि घाटै खानुपर्छ भन्ने छैन। सेयर बजारमा पनि विन विनको गेम छ, तर यस्तै धेरै बिहेभियरल बायसेसहरूको इन्भेस्टरहरूको डोमिनेन्स भएको कारणले गर्दाखेरि अथवा इमोसनल इन्भेस्टरहरू डोमिनेन्स भएको कारणले गर्दाखेरि 10% बिग इन्भेस्टरले 90% इमोसनल इन्भेस्टरहरूको इमोसनमा खेलेर सधैँ बजारबाट कमाइरहेको हुन्छ। अनि दुखी पीडित तपाईँ हामी जस्तो साधारण लगानीकर्ता हुनुपर्ने बाध्यता हुनसक्छ। त्यही भएर सेयर बजारमा लगानी गर्दाखेरि अरू लगानीकर्ताले कमाएको सुनेकै भरमा आफू पनि लोभिएर लगानी गर्नुभन्दा अगाडि 10 चोटि सोचेर 10 चोटि एनालाइसिस गरेर डिफ्रेन्ट एङ्गलबाट एनालाइसिस गरेर रिस्कलाई पनि विचार गरेर, किनभने रिटर्नलाई मात्रै नहेरिकन रिस्क फ्याक्टरलाई पनि हेरेर सोचेर बुझेर लगानी गर्नु होला। धन्यवाद। यो सेयर बजार पनि के हो कहिले हुर्रे बढाएको छ, कहिले वात्तै घटाएको छ। म त तनावै तनाव भइसकेँ। ला के भयो र यस्तो